हेलो गाइस, वेलकम टु माई च्यानल। आज म फ्री फायर खेल्न गइरहेको छु। आज चाहिँ म हिरो 1 पुग्न गइरहेको छु। डायमन्ड 2 देखि हिरो 1 पुग्न गइरहेको छु। होप तपाईहरु भिडियो इन्जोय गर्नु होला अनि यो भिडियो लास्टसम्म नै हेर्नु होला। आज चाहिँ म र मेरो साथी खेल्न गइरहेको छौं। यस भिडियोमा तपाईहरुले 100 लाइक पुरा गर्नु पर्यो। त्यसपछि 5 कमेन्ट्स पुरा गर्नु पर्यो त गाइस। ओहो कति आछ अब त टप अप नै हान्नुपर्छ। अब पिकमा झर्नै हिरो पुगाउनु पर्छ अब मेरो। ल दुई मात्र छ गाइस, के गर्नु। त देख्न सक्नुहुन्छ गाइस, म्याच कल धेरै टाइम लाग्दो रहेछ गाइस। यो कस्तो ग्लिच आएको हो गाइस। गाइस तपाईहरुले एउटा कुरा भन्छु, यो तपाईहरु जहिले नि बिआर खेल्ने बेला अरुको कुनै एनिमल नलिनु, यो फेल्को मात्र लिनुस् है। यो फेल्कोले चाहिँ झर्न अलिकति इजी बनाउँदो रहेछ। यो फेल्कोले चाहिँ झर्न इजी बनाउँदो रहेछ के। अब हेर्नुस् अहिले। ओहो यसपालि चाहिँ राम्रो आएको छ है। 44 को कति? ओए 22 डिभिजनको का हो? 44 डिभिजनको आएको छ है। ओए आदर्श भाइ साहब, गोल्डन प्लेयर आएको छ एउटा। ओए एउटा 44 र्याङ्कको आएको छ एउटा। बाल भएन, युएमपी को बाल भएन। ल गाइस 2 हान्नु पर्छ। पिकमा झरौँ है त गाइस। यो भिडियो एन्डसम्म हेर्नुलाई मजा आउँछ तपाईहरुलाई। यो पिक त नजिकै रहेछ यसपालि त। रुक ओके ल हेर्नुस् के यसो रातो रातो देखिरहनु भएको छ। यसले तपाईलाई अलि चाँडो झराउँछ के। यताको एलसेपमा उता भाइ तेरोमा मान्छे छ के। ओके एलसेपमै झरौँ। अब मान्छे आएको छैन एलसेपमा त। खै कोही आएको छैन हौ। हैट गाइस, मान्छे आएको छैन एलसेपमा त। के हो यस्तो? यो फ्री फायरको भिडियो हालेपछि चाहिँ अलिकति लाइक आउँदैन रहेछ के। जम मेरो लुट भयो। प्लेसमा जम। मैले प्लेसमा चलाउन नि बिर्सिसकेँ। कोही नि छैन त। के हो यस्तो? कसले नि फाइट गरेको छैन अहिले। म त गर्दिन, यिनीहरुसँग छ। म गर्दिन। टाढाबाट नहाने, नजिक पुगेपछि मात्र भनेको। नाइस मरे लो एचपी छ। लो एचपी छ दामी। यो प्लेसमा त गो जस्तो गर्नु छ। के भन्छ नि, मेरो सेन्सिटिभिटी नै मिलेको छैन। मलाई अलिकति कभर दे, अलिकति यता लुके। म मेरो सेन्सिटिभिटी मिलाइहाल्छु गाइस। अलि बढाएर राखौँ गाइस सेन्सिटिभिटीलाई। ओके गाइस, यतिको ठिक छ सेन्सिटिभिटी। ल 360 हालिदिउँ ल। आइज। कहाँबाट फायर गर्थ्यौ? यति छ कि यति छ पनि भक्कट देखेको थिएँ के। खोइ त कुन डाइरेक्सनमा?
कहाँबाट फायर हान्यो त्यसले नमरे हान बिस्तारी हान म रेन्जमा राख्छु अनि हान्छु रुक हेड खायो हेड खायो यसले त अब अर्कोलाई मारौँ जाउँ उठे थियो ल ओए हेर हाने छु यार ल जा 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 199 को जा 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 1 एचपी 1 म उताबाट जान्छु त उता छ है त छैन त उता छ एउटा मान्छे एउटा छ छैन त भाग्यो कहाँ गयो रिवाइभ गर्न गयो होला है छैन यता रिभाइभ गरेको ल मलाई M590 भेटायो भने दे यता होला यता छ कि रातो देखायो भने रातो म फेमस चलाइदिन्छु इभो गन भएको मेरो ओहो यो फेमस त के हो मलाई त रिस उठ्यो यो गनबाट दामी M590 छ योसँग छैन कस्तो ल्याग भएको यार 12% चार्ज गर्दाखेरि यस्तो गर 20 हेड खायो यसले त हेड खायो M590 छ जा मार ओए साला यस यो ऑडियोलाई कसरी आउट गर्ने यता छ के M590 जान यता कहाँ छ हैन P90 नै होस् मेरो खतरा हेड लागिरहेछ यसले त्यहाँ रहेछ चलाउँ कि नचलाउँ यता मलाई एउटा हैन के गर्ने हैन म किनिदिन्छु मसँग धेरै टोकन छ हैन कति छ र यो 1500 के चिप किन्देला चिप ल अपग्रेड हैन चिप किन्ने चिप अपग्रेड चिप हैन अपग्रेड चिप ल किने मान्छु है त कतिजना छ दामी मेरो नि हेड लागिरहेछ ला डेटा चिप पक मेरी ओ याद धेरै लुट रहेछ ओए M5 उ रहेछ चलाइदिम चलाइदे ल कहाँ जाने हो भन्छ भीमा तेरो भीमा शक्ति जोन यतिर मान्छे हुन सक्छ है ध्यान दे त लेजेन्ड भइसक्यो पिकमा त सबले मारिम भएको यो फेमसको आजकल अपडेट गर्न मिल्दैन रहेछ खै उति झरुन त्यही झरुन जिपेन भएको ठाउँमा साइलेन्सर छ भने ल दामी अर्को नि छ है दागी ओए दुईटै स्क्वाड फिनिस एउटा के त यता एसभिडी चाहिँदैन यो त के छ एडोलेम त्यहाँ छ है म नि अब स्नेपर चलाउनु पर्ला कि के हो फेरि ओल्ड M4A1 छैन भनेको कहाँबाट हान्यो कहाँबाट हान्यो ल्यान्डमाइन रहेछ ल्यान्डमाइन पाख्योहरू यार हिटलिस्ट पार्ने हो चाहियो भने हिटलिस्ट पारिदिउँ न त ल मैले पारिदिएँ जाउँ गाडी नि त्यही छ
कस्तो यार एउटा सिङ्गर मर्यो भने थाहा छ एउटा बुढी आमा होइन त्यस्तो नभन्न यार बुढी आमाले त्यसले त मार्दैन नि खोइ त पानी पानीभित्र ड्रप लुटिरहेको छ खोइ पानीभित्र होइन रिभर साइड माथि छ माथि तिनीहरू त्यहीबाट आउँछ कि म चलाउँछु छोड होइन म चलाइदिन्छु ल म सक्छु हौ अर्को साइडबाट नि जान दिँदैछ कहाँ छ तिनीहरू रातो हेर्न रातो देखे उत्री कहाँ छ यिनीहरू यो पोर्टल भित्र छ पोर्टल भित्र छैन हौ त्यही छ अरे म कहाँ पुगेँ यतै रहेछ दुईजनै नमरे राइट मार दामी अब कहाँबाट बाहिर निक्लिए यहाँ छ माथि यहाँबाट निक्लिने भाइ या युस यहाँबाट यता देखाइरहेछ टेलिपोर्ट भाइ साहब माथि गयो ओए फेरि झर्यो त माथि हो त लौ झर्दैन हौ भीमा शक्ति आएछ यता ए झर्यो ल भीमा शक्ति होइन गल्ती गरिस् होइन यतै झर्यो यतै ल दामी है दामी तर टप 10 फेरि टप 10 पुग्यो बुया हान्नुपर्छ गाइस बुया हुन्छ जस्तो छ यसपालि हाम्रो त मेरी हाल्छ भाइ साहब मलाई भाइ त्यो चाहियो के अब के पो साइलेन्सर ए साइलेन्सर के मसँग छ कि छैन रहेछ मलाई एउटा चिप चाहियो चिप ल 1600 जन न त किनौँ मसँग म किनिदिन्छु म किन्छु ल त किन्दैन त म ह्यामर ठोक्छु ल दुईटेको घरमा तेरो र मेरो वेपन इन चेन्ज ओके त्यो ह्यामर ठोक्यो भने के हुन्छ खै राम्रो हुन्छ होला नि ल किने मैले ल इजी गेम टप 5 त पुग्यो होला पुग्छ ए पुग्यो के छ यो त के छ M41 अहिले पाउँदैन थुइयो ग्रोजेक्स मिसन स्किन छैन M41 2 नै चलाइदिन्छु हुन पनि यहाँ टु लेभल अप 5 किल 7 जना इजी गेम यता बस त कहाँ ल जाम फ्याक्ट्रीको माथि फ्याक्ट्री माथि जाम कि जोन त यही छ मसँग चाबी छ आर्सेनलको मान्छ है मान्छे होला यता 100% हुन्छ कि कोही नि छैन ल बसौँ पक म तँलाई होइन चिप किनिदिन्छु होइन ल छिट्टै है भाइस ल म्याक्स भयो जाम हाम्रो फेरि गाड हान्छ कि यो गाडीमा अलिक राम्रो वाला भएको हुन्थ्यो नि अब कहाँ क्याम्पिङ हान्ने त खोइ क्याम्पिङ होइन फर्स्ट क्याम्पिङ हाने डुलेर बसौँ क्याम्पिङ हान्यो भने अस्ति नराम्ररी फस्छ
ऊ आर्सेनल लुटेछ आर्सेनल मान्छे बस हजुर न हजुर हजुर गइसकेको खेलिरहेको छु कि आइज बस रुक जुम कहाँ छ एनिमी यतै ग्लुमा जा हान्ने भाइ साहब मलाई हान्यो गाइस बुया हो गया गाइस बुया भयो यस दामी गाइस बुया हो गया अब हम सेकंड बुया स्ट्रिक बनाने की कोशिश करेंगे गाइस बुया हो गया पर हाँ यो भिडियो काट्न किन काट्न